आज काममा के सोचेर गएको के भयो के। हेलो एभ्रिवान, हजुर सम्पूर्णलाई स्वागत छ मेरो मिनी भ्लगमा। अनि म चाहिँ बिहानै उठेर काममा जानुलाई रेडी भएर झर्दैछु तल। म चाहिँ पार्किङमा झरिसकेँ अनि यो चाहिँ हाम्रो साइकल पार्किङ हो। हेर्नु न गाइस, साइकल सब साइकलमै चलाएको छ हाम्रो जिन्दगी। अनि उनीहरू चाहिँ मेरो काम गर्ने पार्टनरहरू। इको अब हामी पुग्नु लाग्यो हाम्रो बस स्टप पुगेर बस कुरेको, बस पनि आयो। अब चाहिँ हामी जाँदैछौँ काममा। अनि म पनि एकचोटि निदाएर अनि बिम्जेर हेरेको त ज्ञान दिदी पुरा मस्त निद्रामा आउनुहुँदो रहेछ। अनि अब चाहिँ खाइसा पुग्न लाग्यौँ हामी। अनि यो चाहिँ हाम्रो 5 घन्टा काम गरिसकेपछिको खाजा हो। हाम्रो चाहिँ जहिले खाजामा भुटेको भात यस्तो हुन्छ है। अनि आज के भयो भने नि, अहिले हाम्रो नाचुवा सुमीमा 8 घन्टा काम गर्नु पाउँछ। अनि अस्ति चाहिँ खाइसाले काम दिन्छौँ भन्यो, हाम्रो पेपरमा नै बुझायो। अनि काम 2 दिन दियो पनि क्या। अनि आज त 5 घन्टा काम गरेर सायोनारा अरे के भन्ने। त्यसपछि हामी पनि ल त बाई बाई भनेर आएर खाजा त्यो भात खाएर नपुगेर यहाँ फेरि डोङ्कीमा छिरेर यहाँ ओडिङगिरी अनि आइसक्रिम किनेर हामी चाहिँ खाना थाल्यो। अब काम जस्तो सुकै भए पनि हामी खानु चाहिँ छोडिँदैन नि गाइस फेरि। अनि यति खाएर 12 बजेको घाममा साइकल पेल्दै रुममा आए साथीहरू। अनि आजको भिडियो नै यति नै हो।